यो पाटन दरबारभित्र पनि म्युजियम रहेछ क्या। मलाई पनि फर्स्ट टाइम थाहा भएको। मलाई चाहिँ थाहा थिएन, तर मेरो भान्जीलाई चाहिँ थाहा रहेछ है। अनि यस्तो धेरै बोरिङ भइरहेको थियो नि त, क्राउडेड एरिया थियो त्यहाँ पनि। यसो बच्चाहरूलाई अलिकति फ्रेस हुन्छ भनेर नानी र म चाहिँ जाने भनेको थियौँ। अनि मलाई पनि थाहा थिएन, त्यो भएको भएर भान्जी नातिनीसँग गएको थिएँ कि। अनि भित्रपट्टि त यस्तो खुल्ला ठाउँ रहेछ कि एकदम आनन्द बस्न पनि। म त लगभग त्यहाँ 1-1.5 घन्टै मजाले बसेँ। अनि नानी पनि फ्री ठाउँ भएर होला एकदमै धेरै इन्जोय गऱ्यो होइन। अनि पोखरी पनि छ त्यहाँ। अनि माछा चाहिँ छैन रहेछ, तर मेरो नानीले चाहिँ माछा हेर्ने भनेर हेरिरहेको थियो, तर माछा चाहिँ थिएन। तर एकदमै पिसफुल ठाउँ छ है त्यहाँ, एकदम शान्तमा एकदम आनन्दले बस्न मन लाग्यो भने चाहिँ पाटन दरबार जाँदा चाहिँ भित्रपट्टि हजुरहरूले पर पर्सन 30 रुपियाँ लिँदो रहेछ टिकटको। त्यो काटेर जानुभयो भने चाहिँ मजाले बस्न पाउनुहुने रहेछ है। एकदम आनन्द छ। अनि बाहिर त्यति धेरै क्राउड भए पनि भित्र एकदमै शान्त रहेछ क्या। अनि बसिरहँ जस्तो। अनि माथि अब त्यो दरबारमा के सङ्ग्रहालय रहेछ कि भित्र। अनि त्यो भित्र के हेर्न गयौँ, तर मलाई त कस्तो डर लाग्ने, कस्तो डेन्जर के भन्छ मूर्तिहरू रहेछ कि। अनि अँध्यारो के रुमहरू सबै। अनि कस्तो शान्त है त्यो मूर्तिहरू, कुनै देखेर त जसँग तर्सिने भने। अनि सबै हेऱ्यो। नानी चाहिँ यति धेरै दौडेको, एकदमै धेरै ह्याप्पी भएको थियो कि। अनि मलाई थ्याङ्क यू मामु थ्याङ्क यू भने कि उसलाई फ्रिली ठाउँमा भएर होला है एकदमै। यहाँ हेर न मेरो 16-17 हजारको ब्यागको हालत चाहिँ भुइँमा लडिरहेको रहेछ। अनि नानी र म चाहिँ यसरी मजाले खेल्यो, मजाले रमाइलो भएको थियो। अनि पाटन जाँदा चाहिँ तपाईँहरू चाहिँ जानु नभुल्नु होला। एकदम आनन्द छ भित्र बस्नलाई, सफा छ। अनि रेस्टरुमहरू पनि एकदमै राम्रो छ। तपाईँहरूलाई कफी खान पर्यो भने पनि कफी खाने प्लेस पनि रहेछ कि भित्र। म चाहिँ अनि कफीहरू केही खाएन, बाहिर गएर अनि हेऱ्यो माथि सङ्ग्रहालय सबै हेऱ्यो होइन। अनि प्लस एकदम थाके जस्तो भएको के नानीसँग खेल्दा यत्तिकै उयो गर्दा। घरि यता दौडिनु भन्छ, घरि उता, उसको पछि दौडिँदै थाक्ने पुरै। अनि म त यसरी बसेको, चिसो रहेछ पछाडि, पुरा चिसो भएको भनेको बस्दाखेरि। अनि नानी त यत्तिकै हो क्या, जति बेर पनि। यो स्पाइडर पनि लगन हिलमा किनिदिएको मैले। उसले त अनि जबरजस्ती बेच्नेले पनि लिएर आउने, बच्चाले पनि पछि गर्ने। अनि त्यहाँ लस्सी खाएको है, यो ठ्याक्कै हामी बसेको अपोजिटमा छ लस्सी आइसक्रिमहरू पाउने।